नमस्कार साथीहरू। आज चाहिँ हामी नयाँ ब्लगको लागि डेस्टिनेसन बनाएका छौँ। टाखेल चौताराबाट केही भित्र रहेको रङ्गशाला छेउको चौताराबाट। अब हामी चाहिँ यहाँबाट काठमाडौँमा देखिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सँगै यहाँ वरिपरि रहेको गाउँको पनि दृश्य क्याप्चर गर्ने मोडमा छौँ। अनि हामी चाहिँ यहाँबाट यो मनमोहक दृश्य एकछिन अवलोकन गर्नेछौँ र यहाँबाट सिधै हामी लेलेतर्फ प्रस्थान गर्नेछौँ। यहाँबाट लेलेतर्फको बाटोमा थोरै बाटो चाहिँ अलिक अप्ठ्यारो छ। त्यसपछिको अगाडि भने पिच ढलान गरिएको बाटोहरू रहेको छ। तपाईहरु पनि आउन सक्नुहुन्छ यो बाटो भएर। नमस्कार। Let's go. अब यहाँबाट चाहिँ हामी लेलेतर्फ गइरहेछौँ। बाटो चाहिँ एकदमै राम्रो रहेछ। आनन्द महसुस भयो। जङ्गल वरिपरि भएकोले एकदमै शान्त शीतल ठाउँमा हामी गर्मीको समयमा एकदमै आनन्द महसुस गरिरहेका थियौँ। यहाँबाट एकैछिन गएपछि हामी लेले गाउँ देख्न सक्छौँ। एकदमै रमणीय ठाउँ छ। लेले मनोकामना लेले कुण्ड जाने बाटो पनि यही भएर जान सकिन्छ। एकदमै रमाइलो छ। अबको केही मिनेटमै हामी लेले पुग्न सक्छौँ। लगभग लेले गाउँ देखिसकिएको छ। अब हामी ओह्रालो झर्ने क्रममा छौँ। तपाईहरुले पारी देखिरहनु भएको ठाउँ चाहिँ लेले हो। यो एकदमै सुन्दर चारैतिरबाट डाँडा काँडाले घेरिएको रहेको बस्ती रहेको छ। अब हामी लगभग लेलेको फाँटमा झारिसकेका छौँ। अब यहाँबाट हामी लेले हुँदै फेरि टिका भएर हामी फर्केर चापका आउनेछौँ। साथीहरु वेलकम ब्याक। यति बेला चाहिँ हामी लेलेमा पुगिसकेका छौँ। लेलेबाट अब हामी टिका भएर बोल्दै सब गाउँ फर्किने क्रममा छौँ। यसरी हाम्रो आजको यात्रा समापन भयो।